छ आज चाहिँ म्यामको बर्थडेको लागि तयारी हुँदैछ मैम को वेट गरेर बसिरहेको छौं देख्न सक्नुहुन्छ यहाँ केक एउटा खिच्दे त नानी यहाँ नानी कोही त केक रुगामा दल्लेलाई अलि उचातन गर ल्याएर गाइस म्याम आइसक्नु भरे म्याम आइसक्नु भयो अब चाहिँ हाम्रो म्यामको स्वागतको लागि रेडी हुँदैछौँ देख्न म्यामको वेटिङ यो भरिया चाहिँ मिलाइदिए न साथी तल आउँछ वेलकमको लागि ह्यापी बर्थडे टु भन्नुपर्छ आउनु न अलिकति ल्याउने आइसक्नु भयो फाइनली अब हामी केक तर्फ मैम हैप्पी बर्थडे टू यू मैम हैप्पी बर्थडे हैप्पी बर्थडे ए तानी मैम हैप्पी बर्थडे भन्नु पर्यो 37 हैप्पी बर्थडे मैम को बर्थडे म्यामको बर्थडे 37 दिनको भिडियो त हाम्रो फेसबुकमा पडा एकदम मोटा भिडियो चाहियो ब्लग भन्छ म्यामको आँखामा यहाँको खै त त्यसको थियो त मैले के हो यो त काना गुजुच्च गर्छ त काना पर्छ गाइस रुक्नुस् त घरिवर घरर पनि गर्छ एकछिन यहाँ समाइदिनु न मान्छेको जान्छ एकछिन त केही गर्दैन रातो लाएर आज केही गरेर रातम पुर पारिदिनु पर्थ्यो आज त्यो फुल ल्याउन बिर्से त त्यहाँ गेटबाट Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Biro ho ni polo देख्न सक्नुहुन्छ क्युट वाला सानी होस् रातो केही गरेर राम्रो साइज चाहिँ केही अब एकैचोटि ल गाए एकैचोटि है Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you.
मेरो झोला कहाँ पुग्यो बेली हाम्रो त पाइयो बर्थडेमा मलाई Happy birthday to you. कार्टुनको कागज दिनु न एउटा ल सिद्धि देख्न सक्नुहुन्छ गाइज म्याम कसो छ हाम्रो प्रसाद म्यामको हामी त के खालाको म्याम अब आजको रियाक्सन दिनु न कस्तो फिल भयो तपाईँलाई आज यो बर्थडेको कस्तो फिल भयो एकदम रमाइलो फिल भइरहेछ कडा एकपल्ट राम्रोसँग हेर्नु त म्याम यता मलाई दिनु न पानी छुट्टी तिम्रो पुतली हो म त मेरो पुतली होला भनेर मैले लाएको नि ए भन्छ त्यसको खिचेको यता आउँछ यहाँ आउँछ हेलो भन हेलो भन म त यो लाइट कम छ त्यही भएर त्यता होला यता म्यामको बर्थडेको आज स्पेसल दिन ए म्यामलाई एउटा क्वेसन गर्नु पर्यो म्याम तपाईँलाई सबैभन्दा फर्स्ट बर्थडे उस कसले गर्यो फर्स्ट बर्थडे उस कसले गरो भन्दा मन्दिरले मैले कति 1 बजे गरेको थिएँ रातिको देख्न सक्नुहुन्छ मैले हेर्न त पछि हेरे हो बिहान तर फर्स्ट गरेको थिएँ मन्दिरले मम्मीले कस्तो माया गर्नुहुन्छ है मैले चाहिँ म्यामको बर्थडे 12 बजे उठ्न बिर्सिन्छ त्यही भएर 1 बजे उठेर बर्थडे विस गरेको 1 बजे विस गरेको म्याम मैले बर्थडे मलाई थाहा भइसकेको थियो फर्स्ट टाइम उसैले गरे बर्थडे गर्ल आज बर्थडे गर्लको मुडै फरक भइसक्यो यहाँ आउने बित्तिकै बर्थडे गर्लको मुड खाजा देख्न सक्नुहुन्छ पुरै आइटमको बेलु बेबी यहाँनिर हुनुहुन्छ बेलु बेबी खाजा खाँदैछौँ हामी चाहिँ हाम्रो चाहिँ खाजा आइसक्यो खाजा छोरी क्या